विवाहको बाइबलीय शिक्षाको श्रृङ्खलामा यहाँहरूलाई स्वागत छ। आज हामी दोस्रो भागमा आइपुगेका छौँ। गएको हप्तामा अथवा गएको त्यो एपिसोडमा मैले तपाईहरूको बीचमा क्रिस्चियन विवाह भनेको के हो भनेर बोलेको थियो भने आज चाहिँ तपाईहरूको बीचमा क्रिस्चियन विवाहका जगको विषयमा म बोल्न गइराखेको छु। हामी धेरैलाई थाहा छ कुनै कुरामा पनि जग बिना चाहिँ बलियो बन्न सक्दैन। चाहे त्यो घर निर्माणको कुरा होस्, चाहे त्यो मानिसले पढ्ने शिक्षाका कुराहरू हुन्, चाहे त्यो कुनै कम्पनीहरू चलाउने कुरा हुन्, चाहे त्यो कुनै सङ्घ संस्थाहरू चाहिँ चलाउने कुरा हुन्, चाहे त्यो अगुवापनका कुरा हुन्, जेसुकै भए तापनि सबै थोकमा सबै क्षेत्रमा जग एकदमै महत्त्वपूर्ण छ। त्यही भएर आज तपाईहरुको बीचमा क्रिस्चियन विवाह यानी कि पवित्र विवाह बाइबली विवाहमा पनि कुनै त्यस्तो जग हुनु आवश्यक छ जुन जगले हाम्रा विवाहहरू चाहिँ हल्लिने छैनन्, जुन जगले हाम्रा विवाहहरूले चाहिँ पूर्णता पाउने छन्, जुन जगले हाम्रो वैवाहिक जीवन चाहिँ सुन्दर र आशिषमय हुनेछ। यो विषय सुरु गर्नुभन्दा पहिला म सानो एउटा टुक्रा भन्न चाहन्छु। त्यो चाहिँ किन चाहिँ क्रिस्चियनहरूले चाहिँ अक्रिस्चियन अथवा हिन्दू अथवा मुस्लिम अथवा बुद्धिस्ट अरू समुदायका मानिसहरूसँग चाहिँ बिहे गर्नु हुँदैन त? यो पवित्र बाइबल धर्मशास्त्रको पुरानो करारको व्यवस्थाको 7 अध्यायको 3 र 4मा यदि हामीले पढ्यौँ भने त्यहाँ चाहिँ के लेखेको छ भने खासमा चाहिँ त्यो व्यवस्था चाहिँ इजरायलीहरूलाई चाहिँ थियो। इजरायलीहरूलाई के भनिएको थियो भने तिमीहरूले चाहिँ कनानीहरूसँग चाहिँ कुनै सङ्गत नगर्नु, यानी कि विवाह बारे नगर्नु, कुनै सम्बन्ध नराख्नु भनेर भनिएको थियो। तिमीहरूका छोराहरूले तिनीहरूका छोरीहरू चाहिँ नल्याउनु र तिनीहरूका छोराहरूले तिमीहरूका छोरीहरू चाहिँ नलगुन् भन्ने एउटा आदेश, एउटा व्यवस्था हामी त्यहाँनिर पाउँदछौँ। खासमा किन त्यस्तो भनिएको थियो भने कनानीहरूले पुज्ने परमेश्वर अर्कै थिए र इजरायलीहरूले मान्ने परमेश्वर तपाईँ हाम्रो परमेश्वर हुनुहुन्थ्यो। अनि इजरायलीहरूले मान्ने परमेश्वरको विरुद्धमा कनानीहरू अथवा कुनै अर्को सम्प्रदायको मान्छे चाहिँ नआओस् र सम्बन्ध नबिग्रियोस् भन्ने उद्देश्यले त्यो कुराहरू चाहिँ भनिएको थियो। अनि त्यस्तै नयाँ करारमा पनि आउँदाखेरि दोस्रो कोरिन्थी 6को 14 देखि 16 खण्डमा यदि हामीले पढ्यौँ भने त्यहाँनिर पनि हामी पाउँदछौँ कि विश्वासीहरूले अविश्वासीहरूसँग चाहिँ एउटै जुवामा ननारियो, अर्थात् विश्वासीले अविश्वासीसँग चाहिँ विवाह नगरोस्। त्यसमा हामीले चाहिँ ख्याल गर्नु जरुरी छ। प्रिय मण्डलीका जवान जवानीहरूलाई म विशेष गरी अनुरोध गर्न चाहन्छु, यदि तपाईँ चाहिँ अविवाहित हुनुहुन्छ, यदि तपाईँले विवाह गर्ने सोचमा हुनुहुन्छ भने कृपा गरी यदि तपाईँ कुनै अन्य जातिहरूसँग, अविश्वासीहरूसँग, अरू विश्वास गर्ने मानिसहरूसँग चाहिँ जोडी बाँध्न खोज्दै हुनुहुन्छ भने ख्याल गर्नुहोस्। त्यो हाम्रो निम्ति ठुलो घातक हुन सक्छ। हाम्रो विश्वासको निम्ति, हाम्रो परिवारको निम्ति, मण्डलीका निम्ति त्यो ठुलो ठेस लाग्ने कुराहरू चाहिँ हुनसक्छ। कृपा गरी त्यसबाट आफूलाई बचाउनु होला। अहिले म विशेष गरी क्रिस्चियन विवाहको जगको विषयमा बोल्न गइराखेको छु। क्रिस्चियन विवाहको जग सबैभन्दा महत्त्वपूर्ण कुरा के छ भने नम्बर 1 जुग चाहिँ परमेश्वरको प्रेममा निहित हुनु पर्यो। एउटा जोडी चाहिँ परमेश्वरलाई प्रेम गर्ने खालको हुनु पर्यो, ताकि त्यसले मात्र चाहिँ त्यसको विवाहको मात्रै पूर्णता पाउँछ। नम्बर 1 परमेश्वरको प्रेमप्रति चाहिँ एकदमै तिर्खाइएको व्यक्ति हुनु जरुरी छ, चाहे त्यो केटी होस् चाहे त्यो केटा होस्। दोस्रो जग के छ भने प्रार्थना नै विवाहको जग हो। आज प्रार्थना बिना धेरै विवाहहरू चाहिँ भत्किएका छन्। प्रार्थना बिनाको तयारीले गर्दाखेरि चाहिँ धेरै विवाहहरू चाहिँ सफलतामा पुग्न सकेका छैनन्। तर तपाईँ र मैले गर्ने विवाह, तपाईँले गर्न छान्ने विवाह एकदमै आदरणीय होस्। तेस्रो चाहिँ के छ भने परमेश्वर नै विवाहको योजनाकार हुनुहुन्छ। आज परमेश्वर परमप्रभु नै विवाहको योजनाकार हुनुहुन्छ। तपाईँको विवाहले कसले योजना बनाउँदैछ ख्याल गर्नुहोस्। तपाईँले परमेश्वरलाई योजना बनाउन दिनुहोस् र परमेश्वरको योजनालाई बुझ्नुहोस्, ताकि तपाईँको विवाह चाहिँ फलदायी हुनेछ। आमेन। तेस्रो जग के छ भने बाइबलले पुरुष र महिलालाई निर्देशन दिएको छ। जब विवाहको कुराहरू आउँछ त्यति बेला
पुरुषले पुरुषसँग विवाह गर्ने कुराहरू चाहिँ होइनन्। संसारमा यावत थुप्रै कुरा विकृतिहरू हामीले चाहिँ देखिराखेका छौँ, तर त्यो कुरालाई बाइबलले मान्दैन। यदि तपाईँ विवाह गर्न चाहनुहुन्छ भने पुरुषले महिलालाई र महिलाले पुरुषलाई, एउटा विवाहमा पुरुष र महिला हुनु चाहिँ जरुरी छ। पुरुष पुरुष महिला महिला बीचको विवाहलाई बाइबलले मान्यता दिँदैन। त्यसबाट हामीले चाहिँ जोगिनु जरुरी छ। चौथो, क्रिस्चियन विवाह क्षमामा आधारित हुन्छ। तपाईँले गर्दै गरेको प्रार्थना, तपाईँले रोज्दै गर्नुभएको केटी के क्षमाको हृदयले भरिनु भएको छ कि छैन? प्रत्येक विवाहमा, प्रत्येक परिवारमा क्षमामा आधारित हुन्छ, क्षमा लेनदेन कुराहरूमा। पाँचौँ के छ भने परमेश्वरको अनुग्रहमा तपाईँ हाम्रो विवाहहरू चाहिँ चल्नुपर्छ। त परमेश्वरको प्रेममा चाहिँ तपाईँ र मैले गर्ने विवाह, तपाईँ र मैले चाहिँ निर्माण गर्ने परिवार चाहिँ डोर्याउनुपर्छ ताकि त्यो आशिषमा हुनेछ। छैटौँ जग के छ भने पवित्र विवाह हृदयको एकतामा आधारित हुन्छ। यो कुनै सांसारिक एकताहरू, सांसारिक कुनै क्षणको सम्झौता चाहिँ होइन, यो चाहिँ हृदयबाट आउने एकताहरू हो। कि साँच्चीकै तपाईँले रोज्दै गरेको केटी हृदयबाट तपाईँलाई चाहिँ रोजिराखेको छ कि छैन भन्ने कुरा महत्त्वपूर्ण छ। तपाईँले पनि हृदयबाट त्यो केटालाई चाहिँ चाहनु भएको छ कि छैन भन्ने कुरा महत्त्वपूर्ण छ। सातौँ जग के छ भने मण्डलीमा क्रिस्चियन अर्थात् पवित्र विवाहमा हाम्रो लक्ष्य हुनुपर्छ ताकि त्यो विवाहको जग राम्रोसँग बसालिएको हुन्छ। मण्डलीमा आधारित रहेर, ख्रिस्टको मण्डलीमा चाहिँ रहेर, मण्डलीको अनुशासनमा रहेर, मण्डलीको नीति नियम अनुसार हामीले हाम्रा विवाहहरू, हाम्रा परिवारहरू, हाम्रो व्यक्तिगत जीवनहरू ख्रिस्टमा आधारित रहेर, बाइबलमा आधारित रहेको खण्डमा मात्रै हाम्रा विवाहहरू सफल हुनेछन् र हाम्रो जग बलियो छ भन्ने कुरा चाहिँ देखिनेछ। आठौँ, उत्तरदायित्व लिन तयार हुनु नै वैवाहिक जीवनको जग हो। केटा होस् वा केटी होस्, प्रत्येक क्षेत्रबाट केटाले पनि आफ्नो जिम्मेवारी पुरा गर्न तयार छ कि छैन विवाहित जीवनमा? केटी पनि विवाहित भइसकेपछि त्यो जिम्मेवार पुरा गर्न चाहिँ ऊ तयार छ कि छैन? यदि तयार छ भने उसको जग ठिक छ। 9 जग के छ भने 9 नम्बरमा वैवाहिक जीवनको जगमा करार, प्रेम, क्षमा लेनदेन गर्ने कुराहरू, परमेश्वरको अनुग्रहमा, ख्रिस्टको अनुग्रहमा परिवर्तन हुने कुराहरू, यदि कुनै कुराहरू त्यो परिवर्तन आउनु परेको छ भने त्यो खण्डमा परिवर्तन हुनका निम्ति पनि आफूलाई तयारीमा राख्नु पर्यो। प्रार्थना र केटा र केटीमा भएका सबै कुराहरू त एउटा समानता आउनु जरुरी छ ताकि त्यस्तो खालको वैवाहिक जीवन चाहिँ बाइबली हो, त्यो चाहिँ क्रिस्चियन विवाह हो, त्यो चाहिँ पवित्र विवाह हो। आज तपाईँहरूलाई यही उत्साह चाहिँ दिन चाहन्छु। यो दोस्रो खण्डमा हाम्रो विवाहको जग हामीले के निर्माण गर्दैछौँ, तपाईँले गर्दै गर्नुभएको होइन, तपाईँले सोच्दै गर्न थाल्नुभएको विवाह अथवा त्यो जोडी के साँच्चीकै राम्रो प्रकारले चाहिँ जग निर्माण हुँदैछ कि भइराखेको छैन भन्ने कुरा चाहिँ ख्याल गर्नुहोस्। यदि तपाईँको जग असल छ भने तपाईँ क्रिस्चियन विवाहको लागि चाहिँ तयारी हुनुहुन्छ, तपाईँ पवित्र विवाहको लागि चाहिँ तयारी हुनुहुन्छ, तपाईँ बाइबलीय विवाहको निम्ति चाहिँ तयारी हुनुहुन्छ। परमेश्वरले हामी सबैजनालाई आशिष दिनुभएको होस्। अब हामी चाहिँ दोस्रो श्रृङ्खलामा हामी चाहिँ भेट्नेछौँ। थ्याङ्क यू। जय मसीह।